नमस्ते सबैजनालाई। आज चाहिँ म मेरो फ्यामिली, मेरो मम्मी बाबा अनि बाबुलाई लिएर चाहिँ म यो अस्ट्रेलियामा रहेको टेनन क्रिकको सुनखानीमा लिएर जाँदैछु। पहिला चाहिँ यहाँ एकदमै धेरै सुनहरू निकाल्थ्यो अरे। यो अस्ट्रेलियाको नै सेकेन्ड सुनखानी हो रहेछ, सबैभन्दा ठुलो। आज चाहिँ हामी त्यहाँ जाँदैछौँ। बाबाले बाबुलाई पानी खुवाउँदै हुनुहुन्छ। उसले चाहिँ बिर्को खोल्न नसकेर एकदम गाह्रो भइरहेको थियो। एकदमै धेरै गर्मी थियो बाहिर, त्यो भएर पनि बिचरा तिर्खा लागेको मेरो बाबुलाई चाहिँ। हेर्नु न, त्यहाँ मम्मी चाहिँ हेर्नु के हेरेर बस्नुभएको होला। मम्मी चाहिँ नातिले कसरी खान्छ भनेर हेर्नुभएको होला सायद। बाबा चाहिँ पुरा लाउरे गरेर हिँड्नुभएको छ। त्यसपछि भित्र चाहिँ हामी यहाँको म्युजियमभित्र कसरी गर्दो रहेछ, त्यतिखेर सुनहरू कसरी निकाल्ने, अनि त्यतिखेर सुनहरू निकाल्दा कस्तो औजारहरू, कस्तो मेसिनहरू युज गर्थ्यो, अनि कसले भन्नाले कसरी गर्थ्यो, त्यो सबै कुरा त्यहाँ देखाएको छ। अनि त्यहाँबाट निस्केको स्टोनहरू हेर्दाखेरि यस्तो हिरा जवाहरात टल्केको जस्तो एकदमै धेरै टल्किरहेको थियो। तर आज चाहिँ यिनीहरूले यहाँ लाइट चाहिँ बालेको थियो। पहिले जाँदाखेरि चाहिँ एकदमै लाइट बालेको, एकदमै उज्यालो, यति राम्रो देखिन्थ्यो नि यो भित्र भएको स्टोनहरू। के भन्छ मलाई थाहा छैन एक्ज्याक्टली नाम चाहिँ के भन्छ यिनीहरूलाई, तर यति राम्रो देखेको थियो। मम्मी फेरि आनन्दले हेर्नु, मेरो फोटो खिच्दिए है, यतिखेर मेरो भिडियोहरू खिच्दै म यहीँनिर आएको नदेखे जस्तो गर्छु भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि हामी फेरि घरतिर फर्कियौँ। घरतिर फर्केर एकछिनपछि फेरि बाबुले थकै लाग्यो भन्दै थियो। अनि फेरि एकैछिनपछि घर गएर छिटो लुगा फेरेर फेरि साँझतिर फेरि हामी नजिकै रहेको मेरियम ड्याम गयौँ। त्यहाँ चाहिँ बाबुलाई कति धेरै पानी, यति पानी खेल्नु मन लाग्छ आदमी चाहिँ लिएर गएर के हो त्यो सिप के भन्छ त्यस्तो के निकालिदिँदै हुनुहुन्थ्यो। बाबा चाहिँ उतापट्टि पुलमा हुनुहुन्थ्यो। यति राम्रो छ यो लेक चाहिँ। यहाँ घुम्न जाने ठाउँ भनेको यही मात्रै, अरू केही पनि छैन। राम्रो छोरा भएर मस्तो के लगाएर केटाकेटी मम्मी पनि केटाकेटी जस्तै हुनुभयो नातिसँग चाहिँ। कति रमाएर खेलेर आफ्नो के गरेको सानो बाबा टेनन क्रिकको मेरियम ड्याम भन्ने ठाउँमा आएको बाबा मम्मी। बाबा चाहिँ के खोज्न जानुभएको त झाडीमा केही पनि थाहा होइन। मम्मी चाहिँ पुरै लाउरेनी बन्दै त्यहाँ मम्मीको अनि सबैभन्दा लाउरे चाहिँ यहाँ छ यो एउटा। बाबु के गरेको तिमीले? के खोजिछौ भनेको? के खोजेको र सानो? यस्तो झाडीमा के गर्ने अब त्यसलाई हो र? पानीमा फा गर्ने। अनि हामी यति हेरेर चाहिँ एकछिन अलिअलि फोटोहरू खिच्यौँ। अनि हामी घर फर्कियौँ। यस्तै गरेर आजको दिन यसरी नै बित्यो। थ्याङ्क यू फर वाचिङ।